नमस्ते सबैजनालाई। देश तथा विदेशमा रहनुभएको मेरो सम्पूर्ण साथीहरू अनि आफन्तहरू सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दै आज म छोटो भिडियो सेयर गर्दैछु तपाईँहरू समक्ष। आज चाहिँ म डल्ले खोर्सानीको अचार हाल्न आँटेको छु। अनि यसको लागि चाहिँ मैले 1 केजी खोर्सानी राम्रोसँग धोएर 2 दिनको घाममा चाहिँ मजाले सुकाएँ। यहाँको घाम त्यति कडा त हुँदैन, त्यही भएर यतिको चाहिँ भयो, चौरी चौरी परेको छ। तपाईँहरूलाई डल्ले खोर्सानी कतिको मनपर्छ? मलाई त माला नै लगाएर हिँड्नु कि जत्तिकै मनपर्छ नि। यो खोर्सानीमा चाहिँ कतिवटा फुटेकोहरू अनि कति हरियोहरू दाग लागेकोहरू थियो, त्यो चाहिँ मैले छानेर अलग्गै राखेँ एउटा प्लेटमा। साथीहरू, म चाहिँ किचनमा आफ्नो घरमा तेल मसलाहरू चाहिँ अलिक कम्ती युज गर्ने बानी गर्दैछु, त्यही भएर चाहिँ मैले यो खोर्सानीको अचार पनि सिम्पल हाल्नु आँटेको हो। यो चाहिँ नराम्रोहरू मैले अलग्गै राखेको। अब त सिजन पनि अन्तिम भइसक्यो डल्ले खोर्सानीको। अनि यो खोर्सानी हाल्नुको लागि चाहिँ मैले यो काँचको बोतल चाहिँ धोएर सफा गरेर सुकाएँ अनि रेडी राखिरहेको छु। अब चाहिँ म यो खोर्सानीको सबैको भेट्नोहरू चाहिँ छुट्याएर अलग गर्दैछु। भेट्नो चाहिँ अलग गर्दै बोतलमा नै राख्दै जाँदैछु। खोर्सानी चाहिँ यति चाहिँ गरिसकेँ। दामी छ खोर्सानी त। अहिले चाहिँ मैले सबै गरिसकेँ साथीहरू, भेट्नु अलग गरेर बोतलमा हालिसकेको छु। यसको लागि चाहिँ मैले खाना खाने चम्चीको 10 चम्ची भिनेगर चाहिँ यो गिलासमा अलग राखेको छु। अनि एउटा बटुकामा चाहिँ मैले 10 चम्ची नै नुन पनि रेडी गरेको छु, खाना खाने चम्चीको। अब चाहिँ म यो नुनलाई एड गर्दैछु यो खोर्सानीमा नै। त्यसपछि चाहिँ यो भिनेगरलाई पनि एड गर्दैछु। अनि राम्रोसँग बिर्को चाहिँ टाइट गरेर लगाउँदैछु। मजाले बिर्को लगाएपछि चाहिँ यसरी राम्रोसँग मिक्स गर्नुपर्छ। गर्दैछु यसरी नै। भोलिसम्म त यो नुन पनि बिल्लेर भिनेगरमा मिक्स भएर पानी जस्तै देखिने भइसक्छ। यसलाई चाहिँ 10-15 दिन जति घाममा सधैँ निकालेर राखेर दिनमा 1-2 खेप यसरी हल्लाउँदै सुकाउनुपर्छ। यो चाहिँ लामो समयसम्म पनि बिग्रिँदैन, सुक्खा चम्चीले निकाल्दै खानाहरूसँग खान सकिन्छ। के साह्रो जान्ने बाठी भएको भनेर चाहिँ नभन्नुहोला। यो सिम्पल तरिका भए पनि कतिजना नानीहरूलाई नआउनु पनि सक्छ है। यो भिडियो मार्फत उहाँहरूले पनि सिक्नुहुन्छ। बाई बाई साथीहरू।